टेबल मुनि चाहिँ फोन राखेर मेसेजहरू हेरिरहेको थियो। अर्थमन्त्री निदा आयो भनेर यहाँ 10औं लाखलाई रमिता भएको छ। आज हिजो अर्थमन्त्री निदा आयो भनेर यहाँ भाइरल भएको छ। त्यसैले जे देखिन्छ त्यो यथार्थ नहुन पनि सक्छ भन्ने चेत हजुरहरूले राखिदिनु होला। यति मैले भन्नै पर्ने भयो एउटा ठट्टाको हिसाबले पनि। अर्जेन्ट मेसेजहरू आइराखेको थियो, माथि यसरी राष्ट्रपतिको अगाडि फोन राखेर गर्ने शोभनीय नहुने भएर यसरी चाहिँ टेबल मुनि चाहिँ फोन राखेर मेसेजहरू हेरिरहेको थियो। अर्थमन्त्री निदा आयो भनेर यहाँ 10औं लाखलाई रमिता भएको छ। आज त्यसैले जे देखिन्छ त्यो यथार्थ नहुन पनि सक्छ। एकदम गम्भीर दूरगामी निष्कर्षमा पुगी नहाल्नु होला। मेरो विनम्र अनुरोध। सागर भुषाल मान्यज्यूका विषयहरू मैले नोट गरेको छु। यो कवाडीको भ्याटकोमा चाहिँ सचिवज्यूले मलाई भर्खर ब्रिफिङ गर्दै हुनुहुन्थ्यो। भ्याट लाग्छ, एकचोटि रिभर्स भ्याटको पनि कुरा थियो, अहिले चाहिँ भ्याट लाग्छ यसमा। तर यसलाई ट्याक्स नेटमै फर्मलाइज गर्ने गरेर चाहिँ ल्याउनको लागि के गर्न सकिन्छ यसमा मन्त्रालयले हेर्ने नै छ। नेपाली गण्डकी लगायतका विषयहरू पनि हाम्रो चाहिँ बारे चाहिँ ध्यान आकर्षित भएको छ। हस् त, धेरै धेरै धन्यवाद। हामी फेरि संसदमा भेट्छौँ। संसदमा भेट्छौँ। अब टुङ्ग्यो होला ल। त्यो महत्त्वपूर्ण हो, मैले छुटाएँ, माफ पाऊँ। त्यो असाध्यै महत्त्वपूर्ण विषय हो। अब यो योजना आयोगको सदस्य हुँदा पनि यस्तै समितिहरूमा लामो छलफल भएर विभिन्न कारणहरूले गर्दा वैशाख 1मा आर्थिक वर्ष सुरु गर्ने कि साउन 1मै कन्टिन्यू गर्ने भन्ने बारे यसमा 2-4 वर्ष नै छलफल भएको छ पुराना रेकर्डहरू हेऱ्यौँ भने। र त्यति बेलाको सामूहिक निष्कर्ष चाहिँ अहिलेलाई साउन 1 नै गरौँ, बजेट चाहिँ जेठ 15मा अलि अगाडि लिएर आउँ। पहिला के हुन्थ्यो, बजेट अलि ढिलो आउँथ्यो नि आर्थिक वर्ष पछि। त्यसैले जेठ 15मा नै बजेट ल्याउने गरेर संविधानमै लेखियो। त्यसैले त्योबाट हामी हलचल हुने अवस्था छैन। यसका विभिन्न कारणहरू रहेछन्। तर मेरो आग्रह चाहिँ अब यो 5-7 वर्ष अगाडि छलफल गरेर टुङ्ग्याइएको विषय भनेर यसैलाई स्वीकार्नुपर्छ भन्ने छैन। यसलाई नयाँ सिराबाट हजुरहरूले फेरि बहस गर्नुभयो भने राम्रै हुन्छ जस्तो मलाई लाग्छ। सबैको तर्क, तथ्याङ्क, प्रमाणका आधारमा यही कारणहरूले हाम्रो आर्थिक वर्ष र हाम्रो विक्रम सम्वतको जुन नियमित क्यालेन्डर छ त्यो समायोजित हुनुपर्छ भन्ने तर्क चाहिँ स्थापित हुने भयो भने यसलाई चेन्ज गर्न गाह्रो छैन। सामान्य बहुमतले पनि हामीले चाहिँ धेरै कुराहरू ऐनहरू फेर्न सक्छौँ। अब संविधानमै लेखिएको पनि 2/3 परिवर्तन गर्न सक्छौँ नै। तर यो यति मात्र मैले निवेदन गर्न खोजेको, यो पर्याप्त छलफल भएर टुङ्ग्याइएको विषय हो। तर अघिल्लो पटक अब यसलाई फेरि नयाँ सिराबाट बहस गरौँ। अब त्यति बेला पक्षमा र विपक्षमा के कस्ता तर्क आयो भनेर नजाउँ। तर यसलाई नयाँ बहस चाहिँ हजुरहरूले गर्नलाई त्यो स्वागत योग्य नै हुन्छ जस्तो मलाई लाग्छ।